दर्शकबिन मानव सेवा भनेको यस्तो हुनुपर्छ जुन कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 3 बुटकुवाका आम नागरिकले देखाइदिएका छन्। मङ्सिरको 11 गते 10:52 उहाँको घरमा आगलागी भयो। जुन आगलागीबाट समूहबाट ल्याएको पैसा र सुन र लत्ता कपडा सबै जलेर नष्ट भयो। त्यसपछि यहाँका नागरिकहरूले आफ्नो सक्ने सहयोगहरू गरे र अहिले सहयोग गरिसकेपछि अहिले घर निर्माण पनि भएको छ र अहिले उहाँ निकै खुसी हुनुहुन्छ। भनौँ त्यो दुःख त छँदैछ तर चाहिँ अहिले यति राम्रो बन्दा उहाँ चाहिँ खुसी हुनुहुन्छ र सबै नागरिकहरूले जुन यो खालको भावना देखाउनु भएको छ म उहाँहरूलाई सुरुमै धन्यवाद दिन्छु। मान्छेलाई नै सेवा गर्ने हो। मान्छेले कुनै पनि मठ मन्दिर काशी कुनै ठाउँमा पनि गएर चाहिँ यस्तो खालको मानव सेवा गर्न सकिँदैन। मानव सेवा भनेको मान्छेले नै दुःख पर्दा नै सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म मानिन्छ। आज हामी 62 वर्षीय जोगी कामीको घरमा छौँ र यति बेला यहाँका नागरिकहरूले थुप्रै अन्नहरू सहयोग गर्नुभएको थियो र अहिले 6-7 कुण्डल जति धान यहाँ लिएर आउनुभएको छ र थुप्रै नागरिकहरूले उहाँ घर बन्दै गर्दा समाजसेवी उदयराम विष्टको घरमा राख्नुभएको थियो र अहिले उहाँको घर निर्माण भइसकेपछि यहाँ चाहिँ लिएर आउनुभएको छ र यो घर निर्माण हुँदाखेरिमा चाहिँ दुःख त पाउनु भएन? दुःख पाइयो त हजुर, दुःख धेरै पाइयो। अब नपाइने कुरै भएन। अब रोडमा उत्रियो, खाने पिने लत्ता कपडा केही पनि रहेन। सबै कुरा जल्यो। सुन चानी समेत पैसा 4 लाख रुपियाँ पनि जल्यो हजुर। अब तपाईँको यो समाजका मान्छेहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ एउटा चाहिँ ठुलो गुण लगाउनु भयो तपाईँलाई। ठुलो गुण के, मलाई त ठुलो गुण भन्दा त गुण धन्यवाद छ। धेरै ठुलो धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। उहाँले सबै सहयोग गर्नुभयो। मलाई यो दुःख जस्तो लागेको छैन। दुःख त दुःखै छ, दुःख जस्तो लागेको छैन अहिले, किनकि गाउँ समाज आमन त सबै रहेछ हाम्रो। दुःख त हुने नै भयो होइन? जुन तपाईँको घरमा पहिला चाहिँ खरको छाना थियो, अहिले चाहिँ टिनको छाना बनेको छ। पहिला चाहिँ 1 तले थियो, अहिले 2 तले जस्तो बनेको छ होइन? त्यसमा खुसी हुनुहुन्छ? खुसी छौँ हजुर। सबैले सहयोग गर्दाखेरिमा खुसी रहेको छौँ। लगभग 4 लाख जल्यो, सुन चाँदी मोबाइलहरू जले होइन? त्यसपछि तपाईँहरूले चाहिँ नागरिकता प्रमाणपत्र कुनै रहेन हजुर। अनि यो नागरिकता सराई बसाइ सराई 5वटा नागरिकता बनाएको छैन हजुर। यो घर बनाउनु लाग्यो, बनाएको छैन। चुनाव आउँदैछ, अब बनाउनु पर्यो त हजुर। भोट हाल्ने पर्यो। एउटा यो भोटिङ कार्ड पनि चाहियो, मलाई नागरिकता पनि चाहियो भनिराखेको छु मैले। त्यो पनि दिनुपर्ने छ गाउँपालिकाले। स्थानीय सरकारदेखि विभिन्न सङ्घ संस्थाहरूले सहयोग गर्नुभएको छ होइन? लगभग कति जति तपाईँलाई चाहिँ सहयोग पाउनुभयो हजुरले? भयो होला अब कमसेकम अब अन्न पानी छोडेर पैसा 2 लाख जति भयो होला। पैसा 2 लाख जति भयो। अन्न पानी सबै मिलाएर भयो होला। अब 2.5 लाख जति भयो होला। 2.5 लाख जति भयो। अनि चाहिँ यो घर निर्माण चाहिँ सामुदायिक वनले गरेको रहेछ होइन? सामुदायिक वनले गर्नुभएको हो घर निर्माण त हजुर। गर काटा भनेर भन्यो, उनले ल्याए, सहयोग दियो, साथ पनि दियो। उहाँले ल्याउँदाखेरिमा बनाए। अब अहिले सम्पूर्ण राम्रै छ हजुर भएको। जुन टिनको पाता छ यो पनि? त्यो पनि त अब यो टिनको पाता अब अटो व्यवसायले भनौँ थोडा बहुत उहाँले पनि दियो, थोडा बहुत मैले ऋण कर्जा गरेर पनि त्यो टिनको पाता ल्याएर लगाएको हो। के भन्नुहुन्छ? थुप्रै यति बेला मानवीय थुप्रै दर्शकहरू, भगवान रूपी दर्शकहरूले हेर्दै हुनुहुन्छ। तपाईँलाई जुन दुःख पर्दा चाहिँ यहाँ आएर चाहिँ सान्त्वना दिनुभयो, आफ्नो सक्ने सहयोग गर्नुभयो, उहाँहरूलाई के भन्नुहुन्छ? धन्यवाद दिन्छु। उहाँले धेरै धेरै धन्यवाद छ। सान्त्वना गर्नुभयो, मलाई सम्झाउनु भयो, बुझाउनु भयो। यस्तो दुःख भयो त पनि तिमी नडराऊ, हामी छँदैछौँ भनेर आशा दिनुभयो। उहाँले आशा पनि दिनुभयो, काम पनि गर्नुभयो, राम्रै काम गर्नुभयो। मलाई आजसम्म भनौँ भोको छैन, नाङ्गो छैन। मेरो बालबच्चा नाङ्गो रहेको छैन, भोको रहेको छैन। अब बस्ने घर पनि भइगयो, खानेपिने पनि मलाई भयो, सबै कुरा पुगेको छ हजुर। अब यस्ता खालका घटनाहरू अहिले चाहिँ त्यसपछि पनि भए होइन? तपाईँले सुन्नुभयो होला कतै स्थानीय सरकार छ, प्रहरी प्रशासन छ, उहाँहरूलाई के भन्नुहुन्छ? उहाँले प्रशासनले पनि ठिकै छ, गर्नुभएको छ आफ्नो काम र केही पत्ता लागे त कानुनी कारबाही गर्नुपर्ने थियो होइन? पत्ता लागेको छैन। पत्ता लाग्यो भने निकै कडा कारबाही गर्नुपर्ने थियो हजुर नै। अब त्यो पत्ता लागेकै छैन, के गर्ने त? जहाँसम्म हुन्छ भने पत्ता लगायो भने कारबाही गर्नुपर्ने छ, त्यसलाई पनि केही न केही सजाय गर्नुपर्ने छ। हामी जोगी कामी बचाउको आज अन्तिम पडाउमा छौँ, किनभने हामीले यही 2082 साल मङ्सिर 11 गतेको दिन हाम्रो जोगी कामीको घरमा आग लागि
ले पुरै घर नष्ट भएर खाने लाउने लत्ता कपडा धान गहुँ केही पनि सुन चाँदी केही पनि नरहेर सब नष्ट भएको थियो र उहाँहरूको को लागि जोगीकामी बचाउ अभियानमा थियौँ हामी र जोगीकामी बचाउ अभियानमा लाग्दै गर्दा हामी अटो व्यवसाय या हाम्रो छरछिमेकी दाजुभाइले र देश परदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले धेरै सहयोग गर्नुभयो र सहयोग गरेर उहाँको घर पनि रेडी भयो र यो धान हामीले विगत 2 महिनादेखि मेरै घरमा राखिएको थियो हामीले उहाँलाई हस्तान्तरण गर्न सकेका थिएनौँ र हस्तान्तरणको लागि आज हामीले उहाँको घर तयार भयो र उहाँको घरमा एउटा भकारी लगाएर राख्ने ठाउँ भइसकेपछि उहाँहरूले ल म आज धान लग्छु भनेर आउनुभयो र उहाँहरूलाई हामी हस्तान्तरण गर्ने कार्यक्रम राखेका छौँ र यहाँ उपस्थित सबै दाजुभाइहरूले सहयोग गर्नुभएको छ र उहाँको नाम पनि म सरस्वती पछि पढ्नेछु एकैचोटि पछि र उहाँहरूले धान लिँदै हुनुहुन्छ र सबैलाई धेरै धेरै धन्यवाद दिँदै र 2 शब्द उहाँलाई पनि राख्दिन म अनुरोध गर्दछु। के गर्ने त त्यस्तै त अब मौसिर 11 गतेमा मेरो घरमा आगलागी भयो राति आगलागी भएर अब खाने पिने लगाउने केही नै आङको कपडा बाहेक सबै ध्वस्त भएर रोडमा हामी उत्रेर बसेका थियौँ र अहिले पनि सबै दाजुभाइ इष्टमित्र तथा आफ्नो दाजुभाइ दिदीबहिनी अब आफन्तहरू सबै देश परदेशका दाजुभाइले पनि सबै इष्टमित्रले पनि मेरो सहयोग गरेर मलाई जोगाएको छ र यो अटोबाट पनि अटोवाला दाजुभाइ आफन्तहरूले पनि सहयोग गरेर मेरो लागि सबैले सहयोग गर्नुभएको छ उनलाई धेरै धेरै धन्यवाद छ। वन समितिले पनि सहयोग गरेर घर बनाऊ भनेर मलाई पनि सहयोग गर्नुभयो उहाँले पनि दिनुभयो उहाँलाई पनि धन्यवाद छ। पत्रकार महोदयलाई पनि धन्यवाद छ उहाँले पनि सहयोग गर्नुभएको छ र मैले अहिले पनि अब यतिसम्म मलाई खाना लगाउनलाई आपत्ति हुने थियो गहुँ धान चामल भन्ने कुराकानी सब तेल नुन दिएर मैले खाइराखेको थिएँ र अहिले धान यहीँ राखेको मेरो घरमा आगलागी भएको हुँदा घर नभएको हुनाले र यहाँ भान्जोको घरमा राखेको हुनाले अहिले म घर बनाएर घरमा लैजान लागेको छु। यतिमा म सबैलाई धन्यवाद दिन्छु धेरै धेरै धन्यवाद छ। अझै यस्तो घटनाहरू घट्यो भने सबैले एउटा सहयोग गर्नुपर्ने छ सहयोग गरौँला हामी गर्नेछौँ। कुनै आग लागि कुनै घटना भयो भने यो सबै माथिमा सबैलाई एउटा आशा लाग्नेछ र एउटा हामी गर्नेछौँ माया गर्नेछौँ र सबै गाउँघरका दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सहयोग गर्नुभयो र साथमै राहत सामग्री हामीले लत्ता कपडा नुन तेल खुर्सानी भन्ने जस्तो चामल नुन पिठो दिने सम्पूर्ण दाजुभाइको हामीले सरस्वती नाम पढ्न गइरहेको छु। वीरबहादुर राणा हरिराम चौधरी यज्ञराज उपाध्याय मानबहादुर चौधरी सुभाष चौधरी चक्रराज जोशी सञ्जु चौधरी दुर्गादत्त जोशी भजन नेपाली छविलाल थापा दानबहादुर थापा धनीराम चौधरी तेज गिरी खगेन्द्र पुन यमुना विक यज्ञ पुन डम्बर राणा अमर राणा पिरम राणा इन्द्रबहादुर थापा कृष्ण बन्तोला गीता बन्तोला धर्मी रामजाली कालु नेपाली पणमान सिंह गरङ्जा सञ्जु सुरज बम रमेश वाग्ले काइला हेमन्त गिरी प्रकाश नेपाली शेरबहादुर नेपाली कालु नेपाली भारती भरत नेपाली कल्लु नेपाली अमसरान पुन हिमेश थापा उपेन्द्र साउद पुरन विक अमृत राणा रोहित घरती टिकाराम गोमाल खेमबहादुर बुढामगर गगन सिंह घरती डिला राणा तुला राणा हस्ता विक चन्द्रा पुन शिशिर राणा ढालबहादुर पुन गणेश वाग्ले बहादुरे विक मणिराम भट्टराई जयराज भट्ट हिम्मत पुन लहुमान विक नवीन परिवार शिखर विक झ्यामतोले रमेश पुन खगेन्द्र सुनार कमल थापा छेत्री शेरबहादुर विक देशीबड्डा श्रीराम कँडेल वीरेन्द्र चौधरी र खेम विष्ट भगत चौधरी तिलक
तिलक चौधरी, कर्णखर रिजाल, इन्द्रबहादुर थापा छेत्री, शान्ता धामी, जगदीश चौधरी, मोहनराज भारती, लीला कुमाल, युवराज भारती, अमर गिरी, मोहन गिरी, रामबहादुर थापा मगर, विष्णा गिरी, दुर्गा नेपाली, राजेश परिवार, कान्ति कुन्ती नेपाली, कविता नेपाली, सुरेश परिवार र रामबहादुर कटेल, वीरबहादुर दमाई, हिरा नेपाली, बसन्त ओली, विनोद सार्की, तुला नेपाली। अब कुनै सहयोगी तल्लो खुल्लाबाट पनि छ तर नाम लिस्ट छैन र यसमा नाम छुट्नुभएका धेरैजना हुनुहुन्छ र हाम्रो यो खल्ला साइडबाट हाम्रो सुनिल जाब्लीले चाहिँ 2टा तखत अनि सरसामानहरू धेरै ल्याएर दिनुभएको थियो र उहाँहरूको नाम लिस्ट हामीसँग प्राप्त भएन। सो नाम लिस्टमा पनि छुट्नुभएकाले हाम्रो नाम वाचन भएन भनेर नसोच्नु होला र सहयोग गर्ने सबैजनाका लागि जोगी बचाऊ अभियानमा जो जतिले अहिलेसम्म मसँग आएको लिस्ट अनुसार 88 जनाले हामीलाई धान, गहुँ, चामल, पिठो, नुन, तेल, चिनी, रुपैयाँ, खुर्सानी, हल्दी सबै सहयोग गर्नुहुने, लत्ता कपडा सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै उहाँको जीवन सुखमय बितोस् र यस्ता घटनाहरू हाम्रो यो गाउँमा फेरि नदोहोरिन् भन्नको लागि म सबैलाई हार्दिक अनुरोध गर्दछु। हवस् त, धन्यवाद। हामीले चाहिँ कल्पना पनि गरेका थिएनौँ कि यसरी चाहिँ हाम्रो चाहिँ यो समाजले चाहिँ यसरी चाहिँ वात्तै चाहिँ यति सहयोग एउटा चाहिँ उठ्ला भन्ने हामीले चाहिँ त्यो कल्पना पनि गरेका थिएनौँ र चाहिँ उदयराम विष्टजी र मैले चाहिँ सुरुमा चाहिँ हामीले चाहिँ पहल गऱ्यौँ र कतिपयले चाहिँ भन्ने पनि गर्थे कि बुढा पुरानाले चाहिँ बाघ लागिजाओस् हैन, आगो नलागोस्, आगो लागेपछि सबै खरानी नै हुन्छ भन्ने त्यस्तो चाहिँ भन्ने गर्थे। अनि हुन पनि रहेछ, आगो लाग्दाखेरिमा मान्छे चाहिँ उठ्नै नसक्ने 1-2-3 सालसम्म पनि उठ्न नसक्ने चाहिँ त्यस्तो चाहिँ अवस्था चाहिँ सिर्जना हुँदो रहेछ। उहाँ जोगी कामीको अहिले त्यही परिस्थिति भयो। मङ्सिर 11 गते आगो लाग्दाखेरिमा उहाँले चाहिँ अब अघिल्लो दिन चाहिँ यो जग्गा घर आफ्नो घरवास अर्को ठाउँमा चाहिँ आधा कट्टा जति चाहिँ किन्ने भन्ने चाहिँ हिसाबले सहकारीबाट चाहिँ ऋण लिएर चाहिँ राखेको पैसा समेत पनि भोलिपल्ट बुझाउनु छ, त्यही राति चाहिँ जलेर चाहिँ नष्ट भयो। अनि खाना, लुगा, कपडा चाहिँ सबै घर सबै चाहिँ ओड्ने ओछ्याउने पनि जल्यो। अनि त्यस क्रममा चाहिँ हामीले चाहिँ एउटा पहल गऱ्यौँ र ओड्ने ओछ्याउने पनि थिएन। गाउँपालिकाबाट चाहिँ एउटा पाल र चाहिँ 2 कट्टा चाहिँ चामल केही दिनुभएको थियो अनि उहाँसँग चाहिँ पकाइ खाने यताउता भाँडो पनि थिएन। त्यति बेलामा चाहिँ हामीले चाहिँ एउटा चाहिँ यो समाजमा चाहिँ यस्तो भयो र चाहिँ यो समाजले नै हामीले नै हेर्नुपर्छ। उहाँलाई चाहिँ कमसेकम उहाँ त उठ्नको लागि आफै उठ्नको लागि त उहाँलाई त 4-5 वर्ष लाग्छ, तर चाहिँ 1 सालसम्म उहाँले चाहिँ खोजेर खान नपरोस् हैन, त्यति चाहिँ हामीले चाहिँ एक किसिमले राहत सङ्कलन गरेर दियौँ भने उहाँको चाहिँ अब 1 सालसम्म त मान्छेले चाहिँ केही न केही चाहिँ जुगाड गर्छ, केही न केही अगाडि बढ्न सक्छ भन्ने हेतुले हामीले एउटा पहल गर्दाखेरिमा यहाँका चाहिँ सम्पूर्ण चाहिँ दाजुभाइ दिदीबहिनी सबै समाजले चाहिँ एक किसिमले चाहिँ खुल्ला दिलले चाहिँ सहयोग गर्नुपर्छ। यो चाहिँ मानवीय चाहिँ एउटा क्षति भएको ठाउँमा हामी मानवले नै यसलाई चाहिँ माथि उठाउने चाहिँ एउटा पहल गर्नुपर्छ भनेर चाहिँ उहाँहरूले चाहिँ अब सरसरी सबैले चाहिँ दिनुभयो र चाहिँ सबै उहाँहरू एउटा चाहिँ समाजलाई चाहिँ म चाहिँ हृदयदेखि नै चाहिँ उहाँलाई चाहिँ धन्यवाद दिन चाहन्छु र यस्ता घटना पुनः नदोहोरियोस् भन्ने चाहिँ कामना पनि गर्न चाहन्छु। 62 वर्षीय जोगी कामीको घरमा घर निर्माण भइसकेपछि यति बेला निकै खुसी हुनुहुन्छ। उहाँको मनमा मुस्कान, ओठमा मुस्कान छाइरहेको छ र यो घर निर्माण भयो र यहाँका स्थानीयलाई उहाँले धन्यवाद दिनुभएको छ। थुप्रै स्थानीयदेखि स्थानीय सरकार, प्रहरी प्रशासन थुप्रैलाई धन्यवाद दिनुभएको छ र यस्तै गरी थुप्रै ठाउँमा मानवीय थुप्रै समस्याहरू हुने गर्छन्। सबै नागरिकहरू, सबै जनताहरू एकजुट भएर यसै गरी सबै ठाउँका नागरिकहरू लागिदिनु होला। मानव सेवा नै सबैभन्दा ठुलो धर्म हुन्छ। आज तपाईँहरूले मानव देखाउनु भयो भने तपाईँलाई पनि समस्या पर्दा यस्ता खालका समस्यामा उहाँहरूले पनि देखाउने हो। त्यसैले सबैले गर्नुहोला र उहाँहरूको घरमा अहिले चाहिँ त्यस्तो खालको समस्या छैन भन्नुभएको छ। जुन अहिले विभिन्न ठाउँमा फेरि पनि आगलागी भइरहेका छन्, यसलाई चाहिँ प्रहरी प्रशासन, स्थानीय सरकारले खोजी कार्यको लागि थुप्रै कानुनहरू बनाएर हुन्छ कि कसरी तपाईँहरूले चाहिँ गर्नुहोला भन्ने आग्रह गर्दै र यहाँका स्थानीयहरूले पनि त्यही आशा बोकिरहेका छन् र यो भिडियोबाट बिदा हुन्छु। नमस्कार।